सो फाइनली गाइस यो चाहिँ हाम्रो मूर्तिया मन्दिर हो अनि हामी चाहिँ सबैजना दिदीको घर जान लाग्दैछौँ सरप्राइज दिनको लागि दिदीहरूलाई कसैलाई थाहा छैन कि हामी यति धेरैजना आउँदैछौँ भनेर सो अब हेरौँ के हुन्छ दिदीको रियाक्सन ल हाम्रो मेन प्रोग्राम डाइरेक्टर चाहिँ उहाँ हुनुहुन्छ ठुलो बा उहाँले सबै अर्गनाइज गर्नुभएको हो गाइस यति धेरै जान गयो भने त के हुन्छ गाइस हामी पसिसकेको छौँ यहाँ घरमा होइन हामी यति धेरै जान छौँ देउसी रे देउसी रे हनुमान भाइ हो हामी आएको कति भयो थाहा छ भने जाने कसै कसले 3 दिन भयो हामी आएको घरबेटी नै हुनुहुन्न फेरि के घेर्नै आ जस्तो गरेको कहाँ दिदी त बिचारा अघि हार्ट अट्याक होला दिदीलाई टोली आएपछि कार्यक्रमै रद्द भयो नि कान्छा सायद यो ग्रुप एकैचोटि आउने पहिलोचोटि पहिलोचोटि होला बिचारा आत्तेर एकछिन पानी सानी खनाएर टाउको मुसारी ओरी अनि बल्ल चिया बनाउन ल गाइस फाइनली हामीले जसलाई वेट गरेर आएको थियौँ यत्रो बेरसम्म उहाँहरू चाहिँ आइसक्नु भएको छ हामीले उहाँहरूलाई नै हामीले कुरेर बसिरहेको थियौँ सेलिब्रेटी अफ द डे जय श्रीमनारायण दादा जय श्रीमनारायण हजुरलाई कुरेर बसेको के हुन्छ र सोती पुल टाढा रहेछ त आधा घण्टा भयो कुन सोती पुल हामी आएको ठ्याक्कै 1.5 घण्टा भयो अनि मोटरसाइकल कुद्दैन क्या वहाँ को कता सानो अब किनै किनमेल त ठुलै हुनुपर्ने यत्रो बेला आयो